बेल्चा चलाएर स्टन्ट गरेको भन्दै हर्क साम्पाङ फेरि आलोचित बनेका छन्। भारी वर्षाका कारण धरानमा विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा मेयर आफै गएर बेल्चा चलाई सडक खोल्न मद्दत गरिएकोलाई आलोचकहरूले पब्लिसिटी स्टन्ट भनेर व्याख्या गरेका हुन्। डोजरले मिनेटमा खोलिने अवरुद्ध सडक बेल्चा चलाएर स्टन्ट गरी घण्टौं लगाएको भन्दै सामाजिक सञ्जालमा हर्क साम्पाङको आलोचना भएको हो। तर वास्तवमा त्यहाँ डोजर पनि थियो र बेल्चाहरू पनि थिए। डोजर मात्रले सबै अवरोध हटाउन सकिँदैनथ्यो। त्यहाँ मान्छेले नै पन्छाउनु पर्ने अवरोधहरू पनि थिए जहाँ बेल्चा चलाउन जरुरत थियो। यसै कुरालाई प्रश्न पार्दै हर्क साम्पाङले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, मैले हिजो स्टन्ट गरे रे हो। 2वटा डोजर, 2वटा ट्रिपर, 1वटा ट्र्याक्टर लगेर रातभरि भत्केको पहिरो 2 घण्टामै खोलेर हजारौं थुनिएका यात्रुलाई उद्धार गरे। उद्धारको क्रममा अरूले जस्तो हात बाँधेर ओठले यसो गर उसो गर भनिन। बेल्चा नै लगेको थिएँ 30वटा, चलाउन लगाएँ। झरीमा भिज्दै बेल्चा चलाएँ। पेट घटाएँ, पाखुराको दम बढाएँ, विकास सँगसँगै हेल्थ बढाएँ। साँच्चै नै बन्चरोको काम सियोले गर्न सक्दैन र सियोको काम बन्चरोले। हर्क साम्पाङ समर्थकहरू मेयरको श्रमदान नीतिको समर्थनमा देखिएका छन् भने आलोचकहरूले विशेष गरी यो श्रमदानलाई स्टन्ट भनिरहेका छन्। तपाईको आफ्नो धारणा कमेन्ट गरिदिनुहोला। धन्यवाद।